हेलो वेलकम गाइस, सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा फेरि पनि। र आज चाहिँ म यहाँनिर दार्जिलिङमा आएको छु हैन। र अस्तिको भिडियोमा तपाईहरुले धेरै सपोर्ट देखाइदिनु भयो, त्यसको लागि तपाईहरुलाई धेरै धन्यवाद। र आज चाहिँ म तपाईहरुको लागि एउटा राम्रो घुम्ने जग्गा नि म यहाँनिर लगेर जान गइरहेको छु हो। त्यसैले गर्दा भिडियोमा चाहिँ एकदम अन्तिमसम्म नै हेर्नुस् होला र हेर्दै जानुस् होला। र खासमा चाहिँ मेरो आज चाहिँ दार्जिलिङ बजार आउने काम चाहिँ थिएन, तर अब घुम्नुको निम्ति खालि म यहाँ आइरहेको छु हो। र गाइस मेरो खास काम चाहिँ के हो भन्दाखेरि चाहिँ आज चाहिँ बस अब घरको एक दुईवटा दोकानको सामान पनि ल्याउनु पर्यो होइन। र आज चाहिँ म चाहिँ फोन सेल गरौँ भनेर सोचिरहेको छु, अन्डर 10,000 होइन। अब किन्छु, अब मैले अवन्तिकामा त एप्लाई गरिरहेको छु होइन, कल आउनु सक्छ। त्यसैले गर्दाखेरि यहाँनिर एकदम नोटिफिकेसनहरू त्यहाँ अन राखिरहेको छु। म चाहिँ यहाँ चौरस्ता जाने बाटो भएर सर्टकट आइसकेको छु होइन, किनकि तल त अब घुमेर त एकदम सकिँदैन हो, नलाग्दै छ बाटो त। त्यसैले गर्दाखेरि अब यदि नाइटिङ्गेल पार्क जानु हो भने चाहिँ अब यही हो, चौरस्ता भएर नै निस्किनुपर्छ होइन। र तपाईँहरू पनि कोही बेला आउनुभयो भने भएर निस्किन्छ। यहाँनिर चाहिँ के अडिसन हुनेवाला रहेछ होइन। त्यसैले गर्दाखेरि यहाँनिर सरस मेलाको चाहिँ एकदम यहाँनिर थुप्रै कुराहरू सजाइँदैछ। सायद यहाँनिर म्युजिक अडिसनहरू केहरू हुन्छ होला होइन। र नाइटिङ्गेल पार्क जानुभन्दा अगाडि चाहिँ यहाँनिर चौरस्ताको एकपल्ट भ्युज हेर्नु होला होइन, भ्यूहरू के कस्तो हुन्छ। र तपाईँहरूलाई पनि मन पऱ्यो भने आउनु सक्नुहुन्छ यहाँनिर। र अहिले चाहिँ झन् अति नै रमाइलो भइरहेको छ, कारण यहाँनिर अडिसन हुनेवाला रहेछ है। त्यसैले गर्दाखेरि एकपल्ट हेर्नुहोस् होला। मैले चाहिँ भने यहाँनिर एउटा लोटा मन पराइसकेको छु होइन। र त्यो चाहिँ 150 रुपियाँ, खासमा चाहिँ त्यसको प्राइस चाहिँ 200 रुपिस रहेछ है। र डिस्काउन्ट गरेर चाहिँ मलाई 150मा दिने भन्नुहुन्छ हो, पहिलाको बोनी अरे। सो आई विल ट्राई टु। पैसा पनि निकालिसकेको छु है, 150 रुपिस। र अब चाहिँ दिनुपर्ने हुन्छ। एकदमै लामोसम्म थापिएको रहेछ यो दोकान चाहिँ होइन। र बल्ल अलिकति बाहिर निस्किँदैछु है, रोड देख्दैछु। र आउँदाखेरि चाहिँ राइट साइडबाट भएर जानुपर्छ, हेर्दै जानुहोस् होला। र गाइस यहाँनिर चाहिँ म चाहिँ फेरि टोटल्ली बाहिर निस्किसकेको छु है। आउँदाखेरि चाहिँ अब राइट साइडबाट भएर जानुपर्छ, त्यसको मजाले तपाईँलाई देखाइदिन्छु है के कस्तो छ होइन। र प्रायः चाहिँ त्यहाँनिर त्यही हो, ट्रेडिसनल क्लोथ्सहरू चाहिँ बेचिँदो रहेछ, जस्तै लिम्बूको ड्रेसहरू होइन, ब्याग झोला केहरू बेचिँदो रहेछ होइन। र अहिले चाहिँ भने 10:51 भइसकेको छ र कल पनि आएको छैन होइन। र कति बेला कल आउने हो, अहिले चाहिँ म चाहिँ पसिसक्ने भएको छु। र कल आयो भने चाहिँ अतालिँदै जानुपर्छ होला जस्तो लाग्यो। र त्यसको अब त्यो फोनको चाहिँ दाम चाहिँ अनलाइनै सेट गरिसकेको छौँ होइन हामीले। र त्यो चाहिँ अब चाहिँ त्यो दालाई चाहिँ दिनुपर्ने खालि छ, र पेमेन्ट थाप्नुपर्ने छ हामीले। र हेर्दै जानुहोस् होला के कस्तो हुन्छ है। म चाहिँ अलिक निकै नै ओह्रो नै आइसकेँ है, अब कति पनि टाढो छैन। सो मलाई चाहिँ के भन्दाखेरि चाहिँ अप्ठ्यारो लागिरहेको छ, किन भन्दा अब त्यो मैले तपाईँलाई भने नाइटिङ्गेल पार्क होइन, त्यो नाइटिङ्गेल पार्क चाहिँ तपाईँको उयोहरू जाने जग्गा हो नि त, के भन्छ त्यो कपल्सहरू जाने जग्गा हो। त्यसैले गर्दाखेरि अब एक्लै जानु पनि अलिकति कस्तो अप्ठ्यारो लागिदिरहेको छ हो। त्यही अब गयो भने त त्यहाँनिर त के भन्दा जग्गा पनि स्याटिस छ, एकदम दामी छ होइन, फर्स्ट क्लास छ जग्गा। त्यहाँनिर तपाईँको भगवान् शिवको पनि मूर्ति पाइन्छ होला। र गार्डनहरू त अब जताततै छ है, एकदम दामी छ, एकदम दामी।
के भन्नु अब है, टिकटहरू पनि अलिक चिप नै गर्छ। एकदम दामी नै छ प्लेस चाहिँ है। त्यहाँनिर पिकनिक गर्नु पायो भने चाहिँ एकदमै मजा आउँछ। र तर मलाई चाहिँ अप्ठ्यारो लागिरहेको छ, किन भन्दा गाइस त्यहाँनिर चाहिँ अब हुन्छ नि कपल्सहरू जाने जग्गा हो होइन। र त्यहाँ चाहिँ अब एक्लै जाँदा चाहिँ अब अलिकति कस्तो कस्तो, तर बाल मतलब होइन, हामीलाई भिडियो बनाउनुसम्म खालि छ, तपाईँहरूलाई इन्टरटेनमेन्ट गराउनुसम्म खालि छ है। अनि यहाँनिर आइसकेको छु एन्ट्री जग्गामा है। लेट्स गो एन्ड आई विल सो यु द भ्यू। वेलकम। तपाईँहरूलाई म फ्रन्ट क्यामेरा गर्न गएर देखाइरहेको छु है। फ्रन्टबाट चाहिँ भ्यू कस्तो यस्तो देखिन्छ। यो ओह्रालो बाटोबाट चाहिँ पनि पुगिन्छ, यो ओह्रालो बाटोबाट पनि पुगिन्छ। यो चाहिँ एक्जिट भएर आउनुपर्छ है। यो चाहिँ उकालो हेर्दै जानुहोस् होला, यस्तो दामी छ जग्गा चाहिँ है। के भन्नु अब तपाईँहरूलाई भनेर बयान गर्न सकिन्न। यहाँ देख्न सक्नुहुन्छ बजरङ्गबलीको मूर्ति। जय बजरङ्गबली। के चाहिँ यहाँ छ है। म चाहिँ यहाँभित्र इन्टर गरिसकेँ है। र लेट्स सी के हुन्छ। ऊ माथि चाहिँ देख्न सक्नुहुन्छ है, त्यहाँनिर चाहिँ काउन्टर छ। लेट्स गो, के कसो हुन्छ आई विल बी सोइङ यु। आन्टी टिकट एउटा खालि कसरी छ? एउटा 25 रुपैयाँ। हजुर 25 25 रुपिस। ल 50 निकाल्नुहोस् न। Stop it. Get some help. हुन्छ, थ्याङ्क यू। टिकट चाहिँ हामीले लिइसक्यौँ होइन गाइस। र अब चाहिँ इन्ट्री गर्नुपर्ने भएको छ र इन्ट्री चाहिँ यहाँबाट गर्नुपर्ने हुन्छ। सो लेट्स गो। प्लेस है एकदम दामी छ, एकदम रमाइलो छ। र यहाँनिर चाहिँ प्रायः जस्तो जोडीहरू नै आउने गर्छ। र एक्लै आउनु चाहिँ अलिकति अप्ठ्यारो नै लागिरहेको थियो मलाई, तर पनि माग्यो मैले टिकट। अनि हौ अलिकति अप्ठ्यारो भएन, किनकि त्यहाँनिर अङ्कल थिएन, आन्टी थियो। आन्टीले चाहिँ दिइहाल्नु भयो। अङ्कल भएको भए त अब अलिकति होइन अप्ठ्यारै लाग्थ्यो। सो तपाईँहरू देख्नु सक्नु नै हुन्छ कस्तो चाहिँ दामी छ, एकदम रमाइलो छ। बिचमा यहाँनिर बिचको जग्गाहरू, साइडको जग्गाहरू, बस्ने जग्गाहरूदेखिको लिएर सबै जग्गाहरू हेर्नु अत्यन्तै दामी छ है, अत्यन्तै दामी। यु क्यान सी इज अल। गाइज म तपाईँलाई फ्रन्ट क्यामेरा देखाइदिन्छु है, सबै इन्जोय गर्नु।
चाहिँ फेरि तपाईँलाई म एउटा त्यो मूर्ति देखाउन गइरहेको छु र त्यो चाहिँ हो भगवान शिवको मूर्ति है र हेर्दै जानुहोस् होला त्यहाँनिर चाहिँ तपाईँले एकदम दामी सिन पाउनुहुन्छ यहाँनिर पनि एकदम बस्ने जग्गा छ है एकदम दामी र यहाँनिर चाहिँ एकदम गार्डनहरूले गर्दा नि एकदम राम्रो भएको रहेछ यो जग्गा चाहिँ अहिले बुझ्दै थिएँ सो